So आज हाम्रो practice match between Far West Hunter and Brighton Victoria Cricket Club. हाम्रो Brighton Victoria को क्याप्टन किरण पाण्डेजी. So yes, किरण पाण्डेजी कस्तो फिल भइरहेछ? एकदम ठिक छ. अब सिजन आउन लाग्यो क्रिकेटको भिक्टोरियामा. त्यसैको लागि अब प्र्याक्टिस म्याच खेलौँ भनेर हामी र ब्राइटन र अनि फार वेस्ट खेलिरहेछौँ. अब कति प्लेयरहरू उनीहरूको पनि छैन, कति प्लेयरहरू हाम्रो पनि छैन. फर्स्ट वार्म अप म्याच हो अनि होप राम्रै हुन्छ होला. र त्यही पनि अब सिजन सुरु हुनुभन्दा अगाडि ESL भन्दा अगाडि वार्म अप गरिराख्नु भनेर ब्राइटनलाई एप्रोच गरेर प्र्याक्टिस म्याच खेल्दैछु. होपफुली विल ह्याभ अ फन. Far West have won the toss and choose to bat. हाम्रो चाहिँ यहाँ फिल्डिङ सेटअप भइरहेछ. हाम्रो ओपनर फार वेस्टको ओपनर ब्याट्सम्यान विकी एन्ड दिपेश बिष्ट हैन. यताबाट गर्ने हो कि के हो? हैन एउटै साइड भइहाल्यो. यसपछि जेनिस दा एक ओभर आयो हैन. करेन्टली हाम्रो अहिले ब्याट्सम्यान मनोज जी एन्ड हाम्रो रमन भाइ भर्खरै डिसमिसल भएर चाहिँ रमन भाइ आएको छ. ल रमन भाइ गुड लक है त. थ्याङ्क यू. लेफ्टी ब्याट्सम्यान हाम्रो रमन भाइ चाहिँ यहाँनिर चाहिँ अहिले चाहिँ केही चान्स लिन सक्छ. He just hit a 6. The wicket. Batsman Uday Devkota. होइन उदय देवकोटा होइन रहेछ. 10 ओभरको फिनिसमा चाहिँ कति रन भएको छ? अराउन्ड मलाई लाग्छ 50 रन. अराउन्ड 50 रन होला होइन. अब के छ त्यो स्ट्राटेजी? स्ट्राटेजी चाहिँ अब मेरो एक ओभर हो. मैले एक ओभर घुमाउने कति बल पाउँछ अनि रिटायर्ड. अब के छ प्लान? अब 2 विकेट अब झरिसकेको छ. 2 विकेट झरिसकेछ. अब 3-4 ओभर अझै टाइट गर्ने अनि तिमी र धीरज आएर अनि शिशिर आएर च्याप्ने. त्यही हाम्रो प्लान. एकदम राम्रो बॉलिङ मनोज टन्डन and he's a blasting batsman and I think that's a 6. हाम्रो ब्राइटन भिक्टोरिया क्रिकेट क्लब को टिम म्यानेजर हाम्रो दाइ सबिन दाइ. सबिन दाइ के छ त स्ट्राटेजी? अब हामीले के छ क्याप्टनले बनाउने स्ट्राटेजी. and on the strike the Basam Khatri. It's 1 run. A very good over by Sisir. And now again Vinay Kharki. So 15 over finish भएर 105 रन and
के छ स्ट्राटेजी स्ट्राटेजी के पनि छैन यहाँ ब्याटमा 15 ओभर भइसक्यो 105 रन भएको छ अब पुऱ्याउने छ 180 अब So the end of first inning. Captain Vasant Khatri, let's hear from him. So के छ प्लान अब हामी ब्राइटन भिक्टोरिया क्रिकेट क्लबलाई 156 रनको टार्गेट दिनुभएको छ के कस्तो स्ट्राटेजीहरू छ अभियसली यो पिचमा अलि ड्युले गर्दा ब्याटिङ गर्दा त्यति सजिलो चाहिँ छैन बल भागिरहेको छैन ड्यु फ्याक्टरले गर्दा सो 156 भनेको एउटा कम्पिटिटिभ स्कोर जस्तो लाग्छ त्यति धेरै हाई पनि होइन बट हामी चाहिँ अराउन्ड हुन्छ नि 120-30 मा रोक्ने ट्राई गर्छौँ हाम्रो जस्ट हाम्रो स्ट्राटेजी भनेको जस्ट ठाउँमा बल फाल्ने अनि फिल्डिङहरू राम्रो गर्ने त्यही नै छ अलराइट थ्याङ्क यू सो मच Thank you. गुड लक थ्याङ्क यू
Not bad. No. Good batting, good batting. Captain. It's really amazing. Boys did really good job हैन तिमीले राम्रो खेल्यौ Thank you. अनि केटाहरूले ब्याटिङ एकदम भने जस्तो गर्यो गुड स्टार्ट भनौँ न सिजनको एकदम राम्रो पार्टनरसिप गीत भयो सुरुमा बलिङमा पार्टनरसिप गर्दाखेरि सबै स्कुलमा पार्टनरसिप गरेर राम्रो गऱ्यो होइन रन रोक्दै गयौँ हामी आउटफिट स्लो थियो अनि लाइन टु लाइन हामीले त्यो एकदम राम्रो भयो अरू कुरा चाहिँ टार्गेट चेज गर्दाखेरि चाहिँ हामी सुरुबाटै क्लियर थियो आउटफिट अलिक स्लो छ त्यही भएर सिङ्गल डबल कन्भर्ट गर्दैछौँ धेरै सिक्यौँ अलि वर्कआउट गर्नुपर्छ त्यसमा गुड पार्टनरसिप बिट्विन किरण एन्ड निश्चल एन्ड देन पुडुस And Dheeraj. me. And then finishing role Aman and Vicky. Good job. Keep it up, guys. We'll do it better.